हेर्नु न कति राम्रो गाडी। न हामीसँग आफ्नै घर छ न हामीसँग गाडी छ। हामी कहिले लग्ने हो गाडी? मसँग स्कुटी छ त। स्कुटीमा कतिन्जेल घुमिराख्ने हामी? हामीसँग पनि गाडी हुनु पर्यो नि। तपाईलाई थाहा छ हाम्रो छिमेकी शर्माजी हुनुहुन्छ नि, उहाँले आफ्नो बुढीलाई गिफ्ट गाडी दिनुभयो। तपाईँ कहिले गिफ्ट गर्नुहुन्छ मलाई गाडी? गएको महिना तँलाई गिफ्ट दिएको त थिएँ त। ए त्यो जाब 15,000 को मोबाइल? त्यो 15,000 देखियो, मेरो माया देखिएन। अरे तपाईँको माया पनि त देखिया छ। अनि मेरो मनले पनि त, मेरो श्रीमानले मलाई गाडी गिफ्ट गरोस्। हे रियाजकी मम्मी, जसका पास जति हुन्छ नि त्यति गर्छ। उनीसँग पैसा थिए अनि आफ्नो श्रीमतीलाई कार गिफ्ट दिनुभयो। मसँग भएपछि म पनि गिफ्ट गरिदिन्छु। अनि जो जस्तो देखिन्छ नि त्यत्रबाट त्यो त्यस्तो हुँदैन। कहिले पनि अरूको खुसी देखेर जल्नु हुँदैन। सिधा सिधा भन्नु न, मैले केही पनि बुझेन। गएको 2 दिन अगाडि शर्माजी र शर्माजीको श्रीमती अदालत जानुभएको थियो। उनीहरूको डिभोर्स हुन लाग्छ। शर्माजीको बाहिर अर्की केटीसँग चक्कल चलिरहेको थियो। त्यो कुरा उनको श्रीमतीलाई थाहा भयो। त्यसैले उहाँ डिभोर्स लिन लाग्नु भएको छ। त्यसैले म रियाजकी मम्मी भन्दैछु, हेर, अरू घोडा चढ्यो भन्दैमा आफू धुरी चढ्नु हुँदैन। आफूसँग जेमा जे छ त्यसैमा खुसी हुनुपर्छ। मलाई त लाग्थ्यो बाहिरबाट बहुत खुसी छन् भनेर, अब उनीहरूको घरमा के चलिरहेछ हामीलाई के थाहा। रियाजकी मम्मी, तँलाई थाहा छ यो दुनियाँमा सबैभन्दा खुसी को छ? श्रीमानलाई बुझ्ने श्रीमती र श्रीमतीलाई बुझ्ने श्रीमान मिल्छ नि, तिनै हुन् यो संसारको सबैभन्दा खुसी मान्छेहरू। यो दुनियाँमा खुसीभन्दा ठुलो केही पनि छैन। मेरो लायक कि तँ छे, तेरो लायकको म छु। योभन्दा खुसी के चाहियो दुनियाँमा हामीलाई? त्यसैले भगवान्ले भन्नुभएको छ कि आफूसँग जे छ त्यहीमा खुसी रहनु। ठिक छ, मैले बुझेँ। अबदेखि म पनि मसँग जति छ त्यतिमै खुसी हुन्छु। सँग त तपाईँ हुनुहुन्छ अनि मसँग सबै छ। वाह वाह वाह, क्या मक्खै बनाइ यार। अब जाउँ? ल जाउँ। हजुरहरूलाई भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला।